केवल आफ्ना मान्छेलाई बजेट बाँडेको छ, आफ्ना मान्छेलाई बजेट बाँडेको छ। कहाँ आवश्यकता हो बजेटको, कहाँ विकासको आवश्यकता हो, कहाँ आवश्यकता होइन, मतलब छैन। आज सरकारले करोडौँ लगानी गरेका सडकहरू, खानेपानीहरूमा बजेट काटेको छ। यस्ता मूर्खहरूलाई के भनेर कसले राज्यले सम्बोधन गर्ने र संसदहरूले सम्बोधन गर्ने? देश डुबिसक्यो। रसिद साँतेर बोलेर हुन्छ कि? रसिद त मैले बनाएको, यो मुलुक र यहाँको जनता थिए, त्यसकारण मैले रसिद बनाएको, मैले पार्टी बनाएको। यो मुलुक र जनता रहेनन् भने के हुन्छ? तपाईँले वितरण गर्ने पैसा सही ठाउँमा आएको छैन, सही ठाउँमा आवश्यक ठाउँमा छैन। छैन भने मेरो अर्थ मन्त्रालयबाट काटिएछ किन भन्नुहुन्छ? राजनीति लिएर बस्नुहोस् न। मुलुक चलाउन कसैले रिस्क उठाउनु पर्छ, पद म छोड्नु पर्छ, तब मुलुक बन्छ। सोचै छैन। जेमा